हो राम्ररी बनाएर टक्कै ज्ञानी भएर पनि एउटा चाहिँ हेर्नु एउटा है त्यो जाडोलाई नि दुईवटा ग्रुप दिनै परिहाल्छ। यता दिन है अलिक नजिक नजिक अघि दुईवटा नेल त्यहाँ भन्छ त यहाँ छ तपाईँहरूलाई दुईवटा यहाँ छ ल हेर्न मिल्छ आएर हेर्दा हुन्छ ल आएर हेरेर त्यहाँ फेरि आफै गर्न मिल्यो अनि त्यो मैले उड्ने गरेको के अरे पुसरमा बेरेको कटन टुथपिक चाहिन्छ ल त्यहाँ भनेको नि पोइन्ट यहाँ हेर्नु त पानीमा नर्मल पलिस राखी फिजाउनु पर्छ जुन फिजिएको नेल पलिसलाई पोइन्ट भनेको डटिङ टुलहरू हुन्छ अनि यसलाई चाहिँ के टुथपिक भन्छ होइन तर डटिङ टुलले पनि डिजाइन बनाउनु मिल्छ नेलको चाहिँ डटिङ टुल भन्छ अनि जुन फिजिएको भयो अनि टुलले डिजाइन बनाइ नेल प्लेटमा डिजाइन दिने डिजाइनलाई वाटर मार्बल भनिन्छ भनेर बुझ्नु भयो। अब हामीलाई के चाहिँ पोइन्टेड जुन भयो जे हुँदैन हुन्छ पोइन्टेड त सियो जस्तो अनि पेन छैन भने पेनले पनि भयो डटिङ टुल पनि भयो अनि त्यसपछि तपाईँहरूसँग छ भने चाहिँ त्यो के अरे इयरबड त्यो युज गर्दा नि हुन्छ। अहिले अब हामीसँग छैन त्यही भएर मैले यसरी बनाएँ ल। यो चाहिँ के गर्नलाई भने त्यहाँ क्लिन गर्नलाई। अब यो पलिस चाहिँ नयाँ हुनुपर्छ पुरानो पलिसहरू हुँदैन घरमा नि गर्न सक्नुहुन्छ डिजाइन दिएर लामो हुँदो रहेछ डिजाइन दिएर गर्न मिल्छ नि त त्यही भएर एकजनाले यो छिटो खोलेर सँगसँगै थुपा राखिहाल्नु ल। हेर्नु ल पलिस चाहिँ फिजिनुपर्छ फेरि पानी सफा हुनुपर्छ है फिजेन हो यो पोर होला आफूहरूको यो भनेको मतलब यो पोर भयो पानी पोर भयो भने नि हुँदैन सफा हुनुपर्छ अनि यो पलिस चाहिँ त्यो राख्यो नि डल्लो बस्यो नि भित्र त्यस्तो डल्लो बस्नु हुँदैन कि पुरै फिसिनुपर्छ त्यो चाहिँ पानी सफा पानी हुनुपर्छ पानी चाहिँ सफाइ हुनु पर्यो जस्तो हामीले पलिस राख्दाखेरि चाहिँ डल्लो बस्यो नि त त्यही भएर भएन कि त्यो फिजिनु पर्यो रिजन चाहिँ पोर भएर नि हुन्छ पलिसले त्यहाँ भर्खर डिजाइन बनाएको त्यो डिजाइन खोलेकै छैन नयाँ छ नि त अस्ति तपाईँहरूलाई दिएको पलिस अलग हो त्यहाँ छुट्टै राखेको छौँ हामीले है यो चाहिँ नयाँ छुट्टै राखेको हो कि अब जस्तो यस्तो ग्लिटरहरू साइनिङहरू छ भने पनि फिजिँदैन कुनै चाहिँ फेरि अब तर यो सेतो त त्यस्तो होइन अघिल्लो जाको पानीमा त भएन फिजियो त यसरी फिजिनु पऱ्यो तर यो फिजिनु हुने यो ग्लिटर छ क्या सेतै राख्नु ग्लिटरै छ अर्को छैन रहेछ सोनाटा भन्नेवाला थियो त सोनाटाहरूले हुँदैन ब्लुमिङ चाहिन्छ ब्लुमिङ पलिस चाहिन्छ ल यसो पुग्छ ल डिजाइन यसरी अब कस्तो डिजाइन बनाउनु मन छ तपाईँलाई डिजाइन दिने जस्तो बनाए नि हुन्छ डिजाइन ल फेरि मलाई यस्तो बनाउनु मन लाग्यो भने त्यो ट्राई गरेर हुँदैन कहिले बनिँदैन के मन लाग्यो त्यही बनिन्छ यो अर्को बनाउनु न छिटो छिटोले बनाउनु यहाँनिर डिजाइन छ नि त्यसमा गर्नु ल सेतो र उता मेरो मम्मी डुबाउने अनि हेर्नु ल अब यो वरिपरिको चाहिँ यसरी क्लिन गर्नै पर्यो अनि छिटो बिग्रियो डुबाएपछि वरिपरिको चाहिँ थाल्नु पर्यो यसो डिजाइन आउँछ यसो डिजाइन आउनु पर्यो अब यो
पलिसकै चाहियो, फिजिङ पलिस चाहियो, अनि तपाईँलाई चाहिने भनेको टुथपिक, अनि त्यसपछि यो क्लिन गर्नलाई कटनले बनाउने या त कटन बस भयो हुन्छ। अनि पानी सफा चाहियो, ल ग्रुपमा बसेर बनाउनु नि। ब्ल्याक कलर आएको छैन मिल्छ, तर नाम लामो हुनु पऱ्यो। अनि यसलाई चाहिँ टेप गर्नुपर्छ, नत्र भने यता फोहोर हुन्छ नि त, फोहोर हुन्छ, त्यो भएर गर्न मिल्छ। क्लिन गर्न चाहिँ गाह्रो हुन्छ। यो युज गर्ने हो एकछिन ल। स्ट्यान्ड यस्तो गर्नु न, एकैचोटि गर्न मिल्दैन, दुईजना मिलेर गर्ने हो। पलिस अब येल्लो र व्हाइट येल्लो तिनीहरू भयो ल। यहाँ येल्लो र मिलेर बनाउनु ल। दुईजनाले मिल्छ कि ठुलो हो नि त, अघि चाहिँ क्लिन गर्दा कि याद गरेर बुझेको नि। आफ्नो आफ्नो नेल खोइ हजुरहरूको, आफ्नो आफ्नो नेल यो पाँच फोर भयो, यो पाँच अर्को पाँच सेट गर्नुपर्छ होला है। यहाँको टुथपिकमै बनाउन नि मिल्छ। हुँदैन कि चिप्लिन्छ नि त, कहाँ मिल्छ त। अनि जुन कुरा हुन्न पहिला नम्बर रेडी गर्नु, दुईजनाकै नम्बर रेडी गर्नु, तपाईँहरू दुईजनाकै रेडी गर्नु। पलिस चाहिँ 6 जना चाहिँ गर्नु भनेको के मिलेर सबैले गरेर होला नि त, 4जना यसरी पानीमा डुबाउनु नि मिलेन है, थोपै झर्नु पर्यो है। अरू अर्को कुन थियो? लाइट कलर लाइट कलर कुन थियो? लाइट कलर के थियो? तपाईँले पानी रेडी गर्नुभयो? सबै रेडी भयो? भयो त्यो बढी भयो हजुर। अलिकति खाइदिनु नि हाल न यहाँ भित्रबाट फेरि भएन नि त, रेड भएन, ब्ल्याक सकियो। त्यो त बिग्दैन कि यता बजारमा चाहिँ यता हाल्नु कि यता चाहिँ सुकिसकेर दियो है। हाम्रो म हालिहाल्छु है, छिटो छिटो हाल्नु नि, यस्तो हल्लाएर बस्नु ल म यो हो अलिक पोल्टे पारेर गर्ने त्यसमा पानी हाल्नु त हातले किन्दैन झर्नलाई झर्नलाई झऱ्यो झऱ्यो
एउटा कलर पनि भएन लगाएर रहेछ भयो होला फ्यान भएर हाम्रो फ्यानहरू सब अफ गर्नु त फ्यान गर्दिनै गर्नु तपाईँहरू अस्ति फ्यान नभए होइन भन्ने हो त अब